गुड मर्निङ 7:30 पनि भइसकेको छ नागिसकेको छ तपाईलाई स्वागत जनाउँदछु मेरो आजको ब्लगमा। अब साथीहरु जिम जान लागि रेडी भइसकेको छु। हेर्नुहोस् चाहिँ जिमतर्फ जाने प्रेयर पनि गरिसके मेरो प्रभुलाई। अनि अब चाहिँ 7:30 नागिसकेको छ। आज चाहिँ के गर्दा ढिलो भइहाल्छ बिहान हो उठेर मुख धुँदा केस कोर्नु नै यति साह्रो टाइम लाग्छ साथीहरु। त्यहाँदेखि चाहिँ चिया पानी पनि खाइसकेँ। चिया त होइन पानी चाहिँ पिए बिहानै हो। अनि जिम लानुको लागि पनि हो यहाँ रेडी बनाएर राखेको छु ब्ल्याक कफीलाई। आज चाहिँ ब्ल्याक कफी पिउनु पर्यो भनेर रेडी पारेको छु। अनि आज चाहिँ मैले दुधको तर निकालेर यो बाहिर राखेको छु हो। यो चाहिँ किन भन्दा चाहिँ आज चाहिँ एकदमै नर्मल टेम्परेचर बनाउने, त्यहाँदेखि चाहिँ घिउ बनाउने। हेर्नुहोस् न, अब आज यसलाई दिनभरि बाहिर राखिदिने छु। त्यहाँदेखि चाहिँ भरे चाहिँ मजाले म घिउ बनाउने छु। अनि यहाँ ड्राई फ्रुट भिजाइरहेको छु साथीहरू। के बसी गएछु हो। ल अब चाहिँ जाने। ल साथीहरू अब जिममै गएर भेट्ने छु तपाईँहरूलाई। ल जुत्ता लगाइहाल्छु अब चाहिँ। हाम्रो जिमबाट देखिने दृश्य साथीहरू पाल्जा स्टेडियम। पहिला म मर्निङ वक त्यहाँ जान्थेँ। म पहिला बसेको घर थियो ग्रिन कलरको, रेन्टेड हाउसमा बसेको ग्रिन कलरको घर यही हो साथीहरू। त्यहाँदेखि चाहिँ म पाल्जा स्टेडियम वक गर्दै आउँथेँ है। ए वेस्ट पोइन्ट मल पारी रुम्ते गुम्बा आज पुरानै तुवाला लागिरहेको रहेछ। घाम लागेको छैन, पानी पर्दैछ साथीहरू। रातभरि पानी पर्यो हो। हाम्रो हाइकोर्ट अफ सिक्किमै साथीहरू यो चाहिँ हाइकोर्ट। आएर चाहिँ जिमबाट आएर लुगा पनि फेरिसकेँ। त्यहाँदेखि अहिले चाहिँ म चिया पिउँदै बसिरहेको छु। फिक्का चिया भन्दा पनि चिनी बिनाको चिया साथीहरू हो। अनि अहिले चाहिँ मैले जिमबाट फर्किँदा चाहिँ एप्पल लिएर आएँ 1 केजी। अनि यो लिएर आएको छु। यो चाहिँ मलाई एकदम के पो थियो, मलाई कमेन्ट गर्नुभएको छ एकजना भ्युवर्सले है। यसको चाहिँ मलाई फर्स्ट टु लास्टसम्म कसरी पकाउँछ तपाईँले देखाउनुहोस् न भन्नुभएको छ। त्यस कारणले चाहिँ यसको भिडियो बनाउनु लागि यो किनेर ल्याएको छु। अनि टमाटर सकेको थियो, प्याज सकेको थियो, पोटल लिएर आएँ। अनि यो मसिनो खालको काँक्रा पनि लिएर आएको छु हो। अनि दुध लिएर आएँ। हेर्नुहोस् है साथीहरू, एक तिरमै 2-3 शिकार भनौँ न, सबै कुरो लिएर आएँ आज चाहिँ हो। अनि पुरा जिउ चिसो भइरहेछ, चिया पिउँदै बसिरहेको छु अहिले चाहिँ साथीहरू। जाडो भएर जादु भएर बसिरहेको छु। मेरो छोरीले पनि जिस्काउँदै थियो, कस्तो जादु जस्तो भएर बसेको अरे मलाई कि छु। त्यहाँ चाहिँ आज थुप्रै काम गर्नु छ साथीहरू हो। विशेष गरी कुसन कभर सिलाउँछ साथीहरू। अब कुसन कभर सिलाउने छु हो। अनि कुसन कभर चाहिँ किन हो भन्दाखेरि चाहिँ अस्ति तपाईँलाई भनेको थिएँ नि एकदमै ठुल्ठुलो भइरहेको छ। अलिकति मतलब त्यो कुसनमा टाइट पर्न आएकै छैन। त्यसलाई चाहिँ आज मजाले नापेर चाहिँ सिलाउँछु, तपाईँलाई पनि देखाउने छु। यो प्लान्टहरूलाई चाहिँ अस्तिको दिन मजाले पानीले भिजाएको थिएँ। अनि हिजो बेलुका चाहिँ मैले सबै यहाँ ल्याएर सबै मिलाएर राखेको छु हो। अनि अरू पनि प्लान्टहरू मैले कसरी मिलाएँ त्यो तपाईँहरूलाई देखाउने छु है। ए हेर्नुहोस् न, अस्ति मैले स्पाइडर प्लान्ट जति यहाँ राखेको थिएँ। अनि यो लस्करै स्नेक प्लान्टै राखेको थिएँ है। तर मैले यहाँ चाहिँ अहिले स्नेक प्लान्टै राखेको छु। यहाँको स्पाइडर प्लान्टहरू चाहिँ यहाँ र यहाँको चाहिँ मैले उतापट्टि मिलाइदिएको छु हो। किनभने यहाँ हिँड्दाखेरि एकदम यहाँ ठोकिन्थ्यो नि त। अब यहाँ यसरी हिँड्दाखेरि चाहिँ अब पुरा ठोकिँदै थियो। यहाँ चाहिँ अर्को प्लान्ट राख्छु भनेर सोच्दैछु। अनि यो चाहिँ एज इट इज मैले यहीँ राखिदिएको छु, जसरी पहिला थियो त्यसरी राखेको छु हो। तर एउटा के को रोग चाहिँ लाग्दै रहेछ साथीहरू। हेर्नुहोस् न, सानो किराले सानो अन्डा पारेको छ हो। के हो थाहै भएन। यहाँ चाहिँ यसरी राखिदिएको छु। अनि यहाँ यो मैले सकुलेन्ट बाहिर थियो, यो भित्र लिएर राखिदिएको छु। अनि यो सकुलेन्ट पनि मैले बाहिर राखेको थिएँ, यो भित्र लिएर राखिदिएको छु। अनि त्यो सिमी त्यतिकै राखिदिएको छु। यसरी मिलाएँ है। अनि अर्को प्लान्ट
अर्को चाहिँ मैले यो मैले यहाँ राखिदिएको छु हो। अनि यो प्लान्टर चाहिँ बाहिर राखेको थिएँ, तर मैले हिजो चाहिँ सबै भित्र लिएर राखेँ। अनि यो मैले सफा गरेर हेर्नुहोस् न, सिनिक्कै भएको छ, यो पनि सफा भएको छ। अनि यो जुन प्लान्ट देख्नुहुँदैछ नि, यो चाहिँ मैले यहाँ राखेको थिएँ है। अनि यहाँ चाहिँ मैले स्पाइडर प्लान्ट मिलाएर राखिदिएँ नि त यसरी हो, त्यस कारणले चाहिँ मैले त्यो यहाँ राखिदिएँ। अनि यहाँ ग्याप भएको छ हो, 1-2वटा चाहिँ मैले बाहिर राखेको छु। अनि 1-2 दिनमा चाहिँ म बाहिरबाट सबै लिएर त्यो ग्यापमा पनि प्लान्ट राख्नेछु। अहिले चाहिँ मैले बाहिर राखिदिएको छु प्लान्टहरूलाई। अनि अर्को प्लान्ट चाहिँ मैले त्यहाँनिर राखिदिएको छु, हेर्नुहोस् न साथीहरू, यहाँ राखिदिएको छु। त्यो मजाले भिजेको छ, यसको 2टा टुसा पलाइराखेको छ। र साथीहरू आज चाहिँ म के गर्दैछु भनेदेखि चाहिँ तपाईँले देख्न सक्नुहुँदैछ, यहाँ एकदम मेसिन लिएर राखिराखेको छु। अघि बिहानदेखि नै, बिहान भन्दा पनि अघि 10 बजीदेखि सुरु गरेको मैले काम चाहिँ गर्नु, तर कम्प्लिट गरेको छुइनँ। अनि के गर्दैछु भने चाहिँ नि मैले साथीहरू, यो कुसन कभर छ नि, तपाईँले देख्न सक्नुहुँदैछ, यो कुसन कभर एकदमै लुज छ नि त, एकदमै लुज छ। अन्त यो कुसन कभरलाई चाहिँ मजाले टाइट बनाउँदैछु साथीहरू। र मैले 2टा चाहिँ यहाँ टाइट बनाइसकेको छु, तपाईँले यहाँ देख्न सक्नुहुँदैछ हो। यो चाहिँ एकदमै लुज छ। अस्तिदेखि नै यो चाहिँ बनाउँछु भनेर सोच्दै थिएँ होइन, पुरै लुज छ नि त, यस्तो लुज निस्किँदैछ। अन्त यो चाहिँ मजाले टाइट पार्नु पऱ्यो भनेर नि, चिटिक्कै पारेर राख्नु पऱ्यो भनेर चाहिँ मैले आज चाहिँ मेसिन निकालेर चाहिँ यो चाहिँ अघिदेखि मतलब नाप्दै सिलाउँदैछु। लुज भएको चाहिँ टाइट पार्दैछु साथीहरू। र यहाँ चाहिँ मेरो पानी छ, पानी पिउँदैछु। अनि मैले यहाँ जेरेनियम पनि भित्र लिएर राखिदिएको छु, मजाको छ कलर। अनि अरू प्लान्टहरू त बाहिरै छ, लुगा धोएर सुगा। यो आठरी झार पनि मजाले पानी लगाइरहेको छु। अन्त मेरो यो गोदावरी भइगयो हो। अनि अरू त के देखाउनु र तपाईँलाई, यो पालक पनि टिपेर खाने बेला भइराखेको छ। यी मैले यो प्लान्ट बाहिर राखिदिएको छु, फुल्न आँटेको छ। अनि यो पनि बाहिर राखिदिएको छु यसरी। अनि यो पनि मैले यहाँ बाहिर राखिदिएको छु। अनि साथीहरू आज चाहिँ मेरो यहाँ दुङदुङ साग पलाउनु आँटेको रहेछ, हेर्नुहोस् न। पलाउनु आँटेको त होइन, पलाइसकेको छ, हेर्नुहोस् न हो। यो गरम महिना सुरु भएपछि आफै पलाउनु थाल्छ, हेर्नुहोस् न, मजाले पलाउनु थाल्दैछ। दुङदुङ साग मासुसँग खान सकिन्छ, विशेष गरी पर्कसँग मिठो हुन्छ। तपाईँलाई पहिला पनि मैले देखाएको थिएँ। अनि यहाँ मैले पालक छरेको थियो, पालक मजाले पलाउँदैछ पालक। अब यो लेटेस्ट चाहिँ यो पाक्चो चाहिँ नहुने रहेछ। अब यो पाक्चो चाहिँ उखालेर सबै फ्याँकिदिन्छु त होइन, अब खान्छु। यो कति राम्रो फुलेको छ, हेर्नुहोस् न साथीहरू। अनि यो पनि यस्तो दामी भएको छ है, यस्तो दामी भएको छ। अनि उता खोर्सानी पनि खोर्सानी पनि पुरै पौला आउँदैछ। अनि सिमी त निकै ठुल्ठुलो भइसक्यो, थुप्रै बिटिटी पलाइरहेको छ, मजाले पलाइरहेको छ। अनि यो पुदिना पनि पौलिँदैछ। पुदिना चाहिँ अर्को पटमा सार्नु पऱ्यो भनेर सोच्दैछु साथीहरू। मेरो यो जेड प्लान्ट चाहिँ त्यति राम्रो भएको छैन हौ साथीहरू, पाक्योमा दामी भएको छ। यहाँ चाहिँ त्यस्तो राम्रो भएको छैन, के रोग लागेको छ लागेको छ। ल त साथीहरू अब फेरि लुगा सिलाउन थाल्नेछु म। पातला ब्ल्याक कफी, प्रवचन सुन्दै काम गर्दैछु साथीहरू म। साथीहरू लुगा सिलाउँदै मेरो छोरीले चाहिँ यहाँ खाजा बनाइदिएछ। म चाहिँ यहाँ खाजा र चिया खानु आँटेको छु। नानी चाहिँ तारक मेहताका उल्टा चस्मा हेर्नु थालिगयो। रोटी बनाइदिएछ घिउ लगाएर, अब चाहिँ खाने। मैले चाहिँ सबै कुसन कभरलाई पनि एकदमै फिक्स गरिसकेको छु, ठिक्कै साइजमा मैले सिलाइसकेर पनि लाइसकेको छु, हेर्नुहोस्। अनि अहिले यो भिडियो चाहिँ मेरो छोरीले गरिदिँदैछ हो। अघि फर्स्टमा देख्नु भएको भन्दा अहिले एकदम चिटिक्कै देख्नुहुँदैछ। अनि अहिले चाहिँ म यहाँ अरू लुगाहरू फेरि बनाउँदैछु, तारक मेहताका उल्टा चस्मा हेर्दै। र आजको यो भ्लगलाई म यहीँ अन्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ।